तर म अध्यक्ष पद पार्टीको प्रमुख भइ नै राख्नुपर्छ भन्नेमा म अब छैन। मैले केन्द्रीय समितिमा प्रष्टसँग भनेको छु, तपाईँ सम्पादक साथीहरूसँग पनि चाहिँ म भन्न चाहन्छु, एउटा निश्चित प्रक्रियाभित्रबाट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर पनि देशलाई निकास दिने पहल गर्नुपर्छ भनेर नै आयोजक समिति र संयोजकमा लगिएको र अधिवेशनमा लगिएको हो। अब अहिले राष्ट्र धेरै ठुलो सङ्कटमा भएको हुनाले हामी सबै देशलाई माया गर्नेहरू, सबै राष्ट्रवादी शक्तिहरू, सबै लोकतन्त्रवादी शक्तिहरू एक हुनुको कुनै विकल्प मैले देखेको छैन। अहिले पनि हामीले अहङ्कारै प्रस्तुत गर्यौं, आफ्ना कमी कमजोरी स्वीकार्न हिचकिचायौं भने देश अझ ठुलो दुर्घटनामा जाने खतरा छ। हामीलाई लागेको छ हाम्रो पार्टीलाई र संयोजकको हैसियतले मलाई अझै पनि हामीले अहङ्कारै प्रदर्शन गर्यौं, हाम्रा गल्ती भए, हामीबाट त्रुटि भए भनेर इमानदारीका साथ आफ्ना कमी कमजोरी केलाउने सच्याउनेतिर हामी गएनौं भने झन् ठुलो दुर्घटनामा पर्न सक्छ। त्यसकारण म आज